हेलो 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 सम्पन्नमा नमस्ते। म उपस्थित भइसकेँ जीवेश युट्युब भ्लगमा। नबनाऊँ जस्तो लाग्थ्यो। आज ठ्याक्कै फेरि एउटा गाईको बाछी, सानो गाईको बाछी यहाँ चाहिँ छोडेर गाईहरू कता चर्न गएछ कि उनीहरूको बगाल आएको थियो अघि है। उही जुम गरेर देखाइदिन लाग्छ तपाईँहरूलाई। ल हेर्नुहोस् है साथी, यो कस्तो रहर लाग्दो सानो बाछी छ कि टक्क परेको टक्क चरिरहेको छ है। ओ त्यहाँनिर क्लियर गरी हेर्नु होला, देखिन्छ है। कस्तो राम्रो माया लाग्दो छ क्या है। गएर दुध किनेर खुलाइदिउँ जस्तो लागिरहेछ, तर अब खाँदैन होला फेरि है। यस्तो राम्रो भएको छ आम्मा न, कस्तो है। छोडेर कता गयो गाईहरू चर्न गयो होला। अनि त्यहाँबाट भरे साँझ जङ्गलतिर यसो चरेर आएर अब फेरि आउनु त आउँछन् त्यहीँ, तर कतिखेर आउने बिचारा भोग मानेछ। यो त दुध खाने बाछो हो के अरे है। भोगले अब घाँस पनि ऊ खान खोज्दैछ। अब हेर्नुहोस् है, यस्तो छ साथी हो। आजको भलग यही हो। अब यस्तै छ। अब मेरो त अब यस्तो जे देख्यो त्यही अर्ग्यानिक हुन्छ के अरे है। गाह्रो छ। अब मान्छेको भइदिएको भए कति माया गर्थ्यो होला यसलाई, हेर्नुहोस् त है। अब यार पशु पक्षी भनेपछि त यार बनाउटै यिनको यस्तै के, जन्मै ट्याक्कै जन्मियो कि टक्रकै खुट्टा टेकिहाल्ने। ल अनि फेरि हल्का अब भ्युज पनि अब यस्तो छ। जेसपी सेसपीहरू त्यहाँनिर खडा छ गाडी है। रोडहरू बन्दैछ यहाँनिर चाहिँ, यस्तो चाहिँ ट्याक्कै रोड बनिरहेकै छ होइन। यो हेर्नुहोस् है, रोड टक्क बन्दैछ नि त। त्यो अब बनाइहालियो होइन। यसो भ्युज पनि अब देखाइहालौँ न त दर्शक श्रोताहरूलाई होइन। ल हेर्नुहोस् त, आइ है ठिक छ नि होइन। ए टक्क रमाइलो छ। ल कस्तो लाग्छ यसो हेरेर सल्लाह सुझाव दिसेला है त भाइ।